ए यसको भिडियो हेर्न त मजै आएन यार, यसको भोइसमा केही दमै छैन यार, त्यो भोइस पनि कस्तो केटीले बोले जस्तो होइन, अलिकति मजै नआउने होइन, लास्ट बोरिङ न बोरिङ अनि के म तिमीहरूलाई हँसाउन आएको यहाँ, म तिमीहरूलाई हँसाउन आएको। यो त मैले सास फेरि जस्तो मैले ट्याक्कै भिडियो हालेँ भने चाहिँ मलाई कस्तो रिलिफ फिल हुन्छ क्या, त्यो गर्न आयो क्या तिमीहरूलाई। अनि कहाँ म हँसाउन आएको त, म कहाँ अनि टिकटकर हो, कमेडियन हो मलाई। अनि तिमीहरूलाई त्यो तिमीहरूले भने जस्तो डिप भोइसमा के छ मेरो त्यसरी अनि त्यसरी बोल्न आएको म, के छ तिमीहरूको आएको यसरी बोल्न आएको म। त्यो भाइ मलाई जोतमा मलाई एकदम मजा आउँछ क्या त्यो, त्यही भएर म भिडियो बनाएको तिमीहरूको लागि। त्यो तिमीहरूलाई नचाउने हँसाउने गीत होइन त्यो, अनि त्यो गर्नै आएको होइन त म कहाँबाट मनपर्छ तिमीहरूलाई मलाई। अनि तिमीहरू जोतमा त्यो मलाई त्यो भनेर हुँदैन नि, त्यो त मैले जोतमा आफ्नो लागि गरेको नि त नि। त्यही भएर तिमीहरूलाई हेर्न मन छ भने हेर, हेर्न मन छैन भने ठिकै छ होइन। तर एक किसिमले होइन यो भोइसतिर गएको मान्छेहरू चाहिँ त्यो लास्टै फिटिकै मन पर्दैन क्या मलाई। जस्तो छ त्यस्तै जानुपर्छ क्या आफू। अब आफूले आफूलाई चेन्ज गर्नको लागि त्यो भोइस बनाउँछ नि, लास्टै खतरा जस्तो डिप भोइस निकाल्ने होइन, अनि त्यो मिठो स्वर निकाल्ने होइन, तिखो खाले जस्तो त्यस्तै जान दिने भाइ। त्यो मतलबै छैन, तिमीहरूले सुन कि नसुन त्यस्तो खाले हुनुपर्छ जस्तो लाग्छ मलाई होइन, त्यति नै हो।